सो हेलो गाइज वेलकम ब्याक टु माई न्यू डे न्यू भ्लग। सो गाइजहरू आज फेरि न्यू डे न्यू भ्लगको सुरुवात भनेको है देख्न सक्नुहुन्छ क्युबीबाट भइरहेछ, पानी परिरहेछ साथीभाइहरू है। अनि सो च्यानल नहेर्ने सबैजनाले लाइक सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला। मेरो च्यानल चाहिँ मर्सेस बारे डेली रुटमा इन्फर्मेसन भ्लगर आउने गर्छ। पानी परेको छ यार साथीभाइहरू, लगभग हप्ता 10 दिन जति भइसक्यो है पानी परेको छ है। अनि गाइजहरू सबैजनाले माएर सपोर्ट गरिदिनु होला है, सबैजनाले सब्सक्राइब गर्न नबिर्सिनु होला है एकदम तरिकाले गाइजहरू सबैजनाले है भिडियोलाई अन्तिमसम्म हेर्नु होला। अनि आज चाहिँ भनेको साथीभाइहरू है आफ्टर 2 डे है 2-3 दिन पछाडि चाहिँ मैले भ्लग बनाएको छु साथीभाइहरू। अब त्यस्तै होइन, यस्तो हेर्नु न, यो पानी परेको छ होइन, पानी परेको छ क्या साथीभाइहरू। अनि अर्को कुरो भनेको अनि इलेक्सनले गर्दा भोटले गर्दा पनि मैले अलिकति भ्लग बनाएन। हुन त यहाँ त भोट त छैन, तर पनि अब जब भोट काउन्टिङ गर्न थाल्यो नि, काउन्टिङ गरेर मैले पुरै भनौँ न लाइभ काउन्टिङ हेरिराखेको हुन्थेँ क्या। अनि सो त्यही भएर चाहिँ मैले भ्लग बनाएन साथीभाइहरू है। अनि गाइजहरू है कमेन्टहरू धेरैजनाले गरिराख्नु भएको छ, कमेन्टको लागि धेरै धेरै धन्यवाद साथीभाइहरू है। टिकटकमा पनि म प्रायः भ्लगहरू हालिरहेको हुन्छु साथीभाइहरू, टिकटकमा पनि गएर है युट्युबको साथीहरूले फलो गरिदिनु पऱ्यो है। रेडमी भ्लग भनेर सर्च गर्नु आइहाल्छ साथीभाइहरू। अनि है हाम्रो एकजना सिस्टरले मलाई चाहिँ है कमेन्टमा सोध्दै हुनुहुन्थ्यो टिकटकमा है, अनि युट्युब पनि मेरो हेर्नु हुँदो रहेछ। अनि सो दिदीले चाहिँ के भन्नुभएको थियो भने मेरो हस्बेन्डलाई है 1 हप्ताको हुन्छ नि बिजनेस भिसामा लगेको थियो है, ठगेर पठायो यहाँको मेन पावरले होइन। उहाँ पुगिसके पछाडि भनेको अब भिजा सकिसक्यो होइन, भिजा सकिसक्यो। अनि भिजालाई उहाँ यहाँको मेन पावरले चाहिँ भनेको थियो अरे, नेपालको मेन पावरले चाहिँ के भनेको थियो भने है मोरिससको मान्छेले भिजा लगाइदिन्छ भनेर पठाएको अरे क्या है साथीभाइहरू। अनि यहाँ आइसकेपछि यहाँको मान्छेले चाहिँ के भन्नु भने अब भिजा लाउनु मिल्दैन यहाँबाट है, इलिगल भएर काम गर्नुपर्छ भन्ने कुरोहरू गर्यो अरे क्या साथीभाइहरू। अनि अलिकति मैले भन्न खोजेको तपाईँहरूलाई बुझिहाल्नु भयो होला है। यो हुन्छ नि बिजनेस भिजाहरू भिजिट भिसाहरूमा म तपाईँहरूलाई नआउनु भनिराखेको हुन्छु है। तपाईँहरूलाई अब कति भन्नु क्या साथीभाइहरू, यहाँबाट भिजा लाउनु मिल्छ मिल्दैन होइन, मिल्छ है। तपाईँको हुन्छ नि यहाँनिर आएर तपाईँको दलले तपाईँलाई है यहाँको एजेन्टले जहाँ काम लगाइदिन्छ नि होइन, त्यो ठाउँमा हुन्छ नि त्यो मालिक चाहिँ अथवा तपाईँको राम्रो पऱ्यो भने चाहिँ है तपाईँको भिजा लाग्छ होइन। अब भिजा मतलब कि अब वर्क पर्मिट बनाइदिन्छ होइन। अब मालिक राम्रो छैन भने चाहिँ बन्दै पनि हुँदैन साथीभाइहरू है, त्यो कदापि पनि हुँदैन। तपाईँलाई यहाँको मालिक चाहिँ राम्रो हुनुपर्छ, कम्पनीको मालिक आफूले जुन ठाउँमा काम गरिँदैछ नि भिजिटमा आएर बिजनेसमा आएर है त्यो ठाउँको मालिक चाहिँ राम्रो हुनुपर्छ। अब मालिक राम्रो भयो भने तपाईँको सबै थोक भइहाल्छ क्या। अनि अर्को कुरो भनेको 17,500 छ सेलेरी है, बिना खाना के कस्तो होला भन्नुभएको थियो है। 17,500 सेलेरीमा अब खाना कम्पनीले दिने, बस्न कम्पनीले दिने हो भने होइन, म चाहिँ ओभरटाइम चलो भनेको ठिकै छ है। तपाईँको ओभरटाइमले पकेट खर्च निस्किन्छ। अब ओभरटाइमहरू चलेन त्यही 17,000मै हो भने चाहिँ तपाईँको पकेट खर्च पनि खर्च हुन्छ साथीभाइहरू है। 17,500मा तपाईँले नेट प्याक हाल्नु पऱ्यो होइन, आफू पर्सनल खर्चहरू गर्नु पऱ्यो, साबुन किन्ने यताउति होइन, हुन्छ नि। अब कोही बेला ड्रिङ्कसिङ खानु मन लाग्ने, एनर्जी ड्रिङ्कसिङ खाने यताउति होइन। यस्तो यदि तपाईँहरूले खर्च कम गर्नुभयो भने चाहिँ अलिकति केही न केही चाहिँ होला। तर पनि 17,500 भित्रमै आफ्नो खर्च कटाएर चाहिँ साथीभाइहरू है गाह्रो हुन्छ। तपाईँले बचाउने भनेको 14,000 13,000 हो। 14,000 13,000ले के गर्ने यार साथीभाइहरू, नेपालको कति पनि हुँदैन क्या साथीभाइहरू होइन। यदि तपाईँले पार्ट टाइम होइन अथवा पार्ट टाइम होइन अनि ओभर टाइम गर्नुभयो भने चाहिँ तपाईँको पकेट खर्चलाई बचाउँछ क्या साथीभाइहरू होइन। अनि त्यही भएर 17,500 चाहिँ चोखो बच्यो भने पनि तपाईँको होइन कम्तीमा पनि 50,000 जति नेपाली चाहिँ कमाइ हुन्छ है। होइन भने तपाईँको ओभरटाइम चलेन भने पार्ट टाइमहरू पनि पाइएन भने चाहिँ है काम छैन साथीभाइहरू। मैले तपाईँहरूलाई बारम्बार भनिराखेकै हुन्छु है। तपाईँहरू उहाँबाट आउँदाखेरि चाहिँ अलिकति विचार गरेर आउनु होला साथीभाइहरू। म वाट्सएप नम्बर छोडिराखेको हुन्छु है, कमेन्टको रिप्लाई आएन भनेर नसोच्नु होला साथीभाइहरू। म हेर्छु तर तपाईँहरूको कम्पनीको बारेमा म कन्फ्युज हुन्छु क्या है। मैले अघि नै होइन वाट्सएप नम्बर छोडिसकेपछि मलाई वाट्सएपमा मेसेज गर्न सक्नुहुन्छ, कल गर्न सक्नुहुन्छ है, कल गरेर सोध्न सक्नुहुन्छ। जति सक्दो तपाईँहरूको म कमेन्टको रिप्लाई गर्नेछु है। अनि एग्रिकल्चर है मैले तपाईँहरूलाई बारम्बार भनेकै है, कति जोगाउनु यार साथीभाइहरू, तपाईँहरूलाई मैले कति जोगाउनु होइन, कति भन्नु होइन। एग्रिकल्चरमा अब तपाईँहरूलाई कस्तो हुन्छ भनेर मैले कति भन्नु क्या साथीभाइहरू है। अघि पनि 2-3 जना दाइहरू आउनु भएको थियो है, त्यो दाइहरूको म पैसा पठाइदिइरहेको हुन्छु साथीभाइहरू होइन।
एग्रिकल्चरमा आउनुभएको होइन 17,100मा अब काम चाहिँ लास्टै खत्तम क्या होइन पानी झरी पर्दा पनि अब बस्न नदिने खाना खाने टाइममा पानी पर्यो भने त्यत्तिकै खानुपर्ने मालिक चाहिँ लास्टै चुतिया परेको छ होइन भन्ने कुरो गर्दै हुनुहुन्थ्यो जुन अस्ति मैले मेरो एग्रिकल्चरको भिडियो हेर्नु भएको छ नि साथीभाइहरू है त्यही दाईहरूसँगै हो त्यो दाई चाहिँ गइसक्नु भयो त्यहाँबाट होइन अनि त्यस्तो हुन्छ एग्रिकल्चरमा चाहिँ नआउनु भन्छु क्या साथीहरू म तपाईँहरूलाई आउँदै नआउनु भन्छु क्या एग्रिकल्चरमा चाहिँ आउनु मन छ भने बरु होइन ठुल्ठुलो होटल लाइनतिर आउनु सुपर मार्केटतिर आउनु होइन बरु काम गर्न सक्नुहुन्छ भने एग्रिकल्चरतिर आउनु सक्नु सरी कन्स्ट्रक्सन लाइनतिर आउन सक्नुहुन्छ है त्यही हो साथीभाइहरू कमाइ चाहिँ अलिकति हुने भनेको नै कि त राम्रो होटल पर्नु पऱ्यो कि त राम्रो सुपर मार्केट पर्नु पऱ्यो है अनि कन्स्ट्रक्सन लाइन है कन्स्ट्रक्सन लाइनमा काम गर्न सक्यो भने ओभर टाइम चल्यो भने तपाईँहरूलाई मैले बारम्बार भनिरहेको हुन्छु है मोरिससमा सबैभन्दा धेरै पैसा कमाउने काम भनेको चाहिँ साथीहरू है सुपर मार्केटहरू छ होइन होटल लाइनहरू छ है अनि कन्स्ट्रक्सन लाइनहरू पनि छ अलिकति धेरै पैसा कमाउने भनेको कन्स्ट्रक्सन लाइनमा चाहिँ कस्तो हुन्छ भने अलिकति काम गर्न सक्नु पऱ्यो अब होइन हार्ड काम हुन्छ हार्ड वर्किङ हुन्छ होइन त्यसमा चाहिँ अलिकति आफूले खट्न सक्नु पऱ्यो है अनि खट्न सक्यो भने ठिकै छ होइन भने तपाईँको त्यही हो नर्मल काम गर्दाखेरि पनि तपाईँको नेपालको 60,000 70,000 त कमाइ नै राखेको छ साथीभाइहरू है त्यस्तो हुन्छ ओभर टाइम चाहिँ चल्नु पऱ्यो भनौँ न मेन भन्दाखेरि कन्स्ट्रक्सन लाइनमा चाहिँ है ओभर टाइम चल्यो भने त फेरि बवालै कमाइ हुन्छ कमाइ हुँदैन होइन हुन्छ साथीभाइहरू मोरिससमा होइन तपाईँ राम्रो तरिकाले आउनुभएको छ भने होइन हुन्छ नि वर्क पर्मिटहरू सबै कुरो निकालेर आउनुभएको छ भने सबै थोक ठिक हुन्छ है सबै थोक राम्रै हुन्छ तपाईँको वर्क पर्मिट ननिकालिकन तपाईँलाई मैले भनिहालेँ अघि होइन ए भाइ उहाँ लगाएर उहाँ गएपछि भिसा लागिहाल्छ नि भनेर त्यो हुन्छ नि बिजनेस भिसा भिजिट भिसा यताउतिमा यदि पठाउनु खोज्दैछ भने तपाईँले चेक गर्नु होला है झुक्याउँछ मेन पावरले तपाईँहरूको है चेक गर्नु होला चेक गर्दाखेरि थाहा भइहाल्छ साथीभाइहरू कुन भिसा हो कस्तो भिसा हो भनेर होइन त्यही हो अलिकति विचार गरेर आउनु होला होइन भने डुबिन्छ मोरिससमा है त